भर्खर सुरु सानो यात्रा लम्किँदैछ साथीले त्यो यात्रा लाउँदैछ एकैचोटि त हुँदैन होइन मान्छेको क्युरियोसिटी होस् न त हरेक सिल्भर होइन मेरो खत्री इन्स्टिच्युट च्यानल चाहिँ मोनिटाइज भएको हो त्यसको पिन आउनको के अरे एक्सेस पिन आउन बाँकी छ सबै आउँछ त्यसको पिन पनि आउँछ त्यसकै लागि त माइक लिएर आएको त मैले यहाँ हेर्नु न माइक परासानी खाएन यहाँ देखाउनु त माइक हजुर बटन के को आउँथ्यो बटन त 100 सब्सक्राइबर हो के अरे 1 लाख सब्सक्राइबर पुगेपछि मात्रै आउने यो एकदमै राम्रो माइक छ अरे भनेर मगाएको सर खोल्नु है ल खोल्दौँ अब हामीसँग यहाँ चक्कु सक्कु चाहिँ भएन होइन हाम्रो हातै चक्कु हो त के छ कसो छ यसको माइक टेस्टहरू पनि नयाँ माइक ओपन गरिदिएको त्यो खोल्ने कसरी हो थाहा भएन मलाई ए यहाँ र यसको ब्याट्री चाहिँ छ भने चाहिँ यसको माइक लगाएरै टेस्ट गरौँला के छ आवाज कस्तो आउँछ बाफरे बट्टा त ठुलो छ त हेर्नु त अनि निफो ब्रान्डको निफो ल निफो ब्रान्डले तपाईँलाई थाहा होस् निफो ब्रान्डको त्यो चाहिँ माइक रहेछ निफो ब्रान्ड अहिलेसम्म हाम्रो माइक के अरे माइक बिना रेकर्डिङ भइरहेछ सर यो माइक पनि लगाइदिउँ एकचोटि कस्तो चेकिङ हुँदो रहेछ एकचोटि हेरौँ आवाज कस्तो आउँदो रहेछ निफो ब्रान्डको माइक चेक हानिदिउँ कनेक्ट भयो कि भएन भनेर कसरी थाहा हुन्छ यो छुट्टै माइकै हो यो पनि माइक नै हो माइक चाहिँ यो यसको डबल माइक रहेछ यसको चाहिँ ए कनेक्ट यो बलिराखेको चाहिँ कनेक्ट भएको होला होइन सायद भएको होला सर देखाउँछ यो सिबी सर पनि कुन अनएक्सपेक्टेडली यसलाई चाहिँ यसरी चेप्न पनि मिल्ने रहेछ यसरी चेप्न पनि मिल्ने रहेछ यहाँ पनि म्याग्नेट पनि रहेछ यसको चाहिँ म्याग्नेट यो चाहिँ म्याग्नेटै हो यो टाईमा लगाएर यसरी पनि मिल्ने रहेछ म्याग्नेट यो चाहिँ एक्टिभेटेड भएको होला यो बलेको चाहिँ एक्टिभेटेड भएको होला सायद यो चाहिँ अहिले के अरे रेकर्डिङै भइरहेछ होइन यो चाहिँ वायरलेस माइक भयो साउन्ड त कस्तो आइरहेछ त्यहाँ के आइरहेछ थाहा भएन तर मेरो माइक आजको माइक चाहिँ यही नै हो निफो ब्रान्डको ल राम्रो लाग्यो क्वालिटी के छ कसो छ त्यो चाहिँ थाहा भएन ब्याकअप कस्तो छ दिन्छ के छ त्यो चाहिँ पछि अपडेट गरौँला तर मजा आयो राम्रो छ